आज हामी साबुनको बारेमा अलि गहिरिएर कुरा गर्नेछौँ। यो के हो, कसरी बन्यो, यसको इतिहास कस्तो छ, अनि सबभन्दा महत्त्वपूर्ण राम्रो साबुन कसरी चिन्ने। ल सुरु गरिहालौँ न त। साबुन भनेको आखिर के हो त? एकदम सरल भाषामा भन्नुपर्दा साबुन खासमा एउटा लवण हो, नुन जस्तै। यो चाहिँ चिल्लो पदार्थ, अब त्यो तेल हुन सक्छ, जनावरको बोसो हुन सक्छ, अनि क्षार मतलब अल्कली बीचको प्रतिक्रियाबाट बन्छ। यो प्रक्रियालाई चाहिँ स्यापोनिफिकेसन भन्छन्। कस्तो भने चिल्लो पदार्थलाई सोडियम हाइड्रोक्साइड भन्ने क्षारसँग मिसायो भने कडा खालको साबुन बन्छ, जुन हामी नुहाउन, लुगा धुन प्रयोग गर्छौँ नि। अनि यदि पोटासियम हाइड्रोक्साइडसँग मिसायो भने चाहिँ नरम अलिकति झोल खालको साबुन बन्छ, जस्तो ह्यान्ड वास, फेस वासहरू। अनि यो प्रक्रियामा साबुनसँगै ग्लिस्ट्रिन भन्ने अर्को चिज पनि बन्छ बाई प्रडक्टको रूपमा। भनेपछि तेल र एक किसिमको केमिकलको रियाक्सन पो रहेछ। सरल भाषामा भन्दा त पानीमा मिसाउँदा फिजाउने अनि त्यसले फोहोर, चिल्लो, कीटाणुहरू हटाउने चीज भयो, हैन त? बिल्कुल ठ्याक्कै त्यही हो। यसको कामै त्यही हो, पानीको मद्दतले सतहमा टाँसिएको चिल्लो फोहोरलाई भोलेर पखाल्ने। तर मान्छेले यो कुरा पत्ता लगाएको कथा चाहिँ निकै पुरानो छ। स्रोतका अनुसार सबैभन्दा पुरानो प्रमाण त ईसा पूर्व 2800 तिरको प्राचीन बेबिलोन सभ्यतामा भेटिएको छ। त्यहाँ उत्खनन गर्दा माटाका भाँडाहरूमा जनावरको बोसो र दाउरा बालेपछिको खरानी मिसाएर बनाइएको लेदो जस्तो पदार्थ भेटिएको थियो। खरानी? हो, खरानीमा पनि क्षारीय गुण हुन्छ नि त। त्यसैले यो नै साबुनको सबैभन्दा आदिम रूप थियो होला, जुन सफाइका लागि प्रयोग हुन्थ्यो। कस्तो अचम्म लाग्दो रहेछ। बेबिलोन पछि अरू सभ्यताले पनि यो ज्ञानलाई अगाडि बढाए कि? हो, बढाए। प्राचीन मिस्र, इजिप्टमा पनि ईसा पूर्व 1550 तिरको एक मेडिकल दस्तावेज छ, एबर्स पेपिरस भन्ने। त्यसमा तेल, क्षार, उनीहरूले नेट्रोन भन्ने प्राकृतिक क्षार प्रयोग गर्थे र सुगन्धित जडीबुटी मिसाएर साबुन जस्तो पदार्थ बनाउने विधि उल्लेख छ। उनीहरूले यसलाई नुहाउन मात्र होइन, छालाका रोगहरूको उपचार गर्न पनि प्रयोग गर्थे रे। तर प्राचीन ग्रीकहरूको तरिका अलि फरक थियो है। कस्तो? उनीहरू सुरुमा साबुन त्यति प्रयोग गर्दैनथे रे। शरीर सफा गर्न तेल दल्थे अनि बालुवा वा एक किसिमको माटोले रगडेर फोहोर निकाल्थे। अलि अनौठो लाग्छ सुन्दा, तर त्यस्तै गर्थे। पछि रोमनहरूले भने साबुनलाई बढी अपनाए। विशेष गरी दोस्रो शताब्दीका प्रसिद्ध चिकित्सक थिए गालेन। उनले सफाई र स्वास्थ्यको लागि साबुन राम्रो हो भनेर सिफारिस गरेपछि यसको प्रयोग रोमन साम्राज्यभरि नै फैलियो। तर त्यति बेला पनि मुख्य गरी ऊन र कपडा धुनलाई नै बढी प्रयोग हुन्थ्यो, शरीर सफा गर्न अलिक कममै। मध्ययुगतिर आइपुग्दा के भयो त? मध्ययुगमा चाहिँ यो कलाले फेरि अलिक गति लियो। खास गरी युरोपमा इटाली, स्पेन, फ्रान्सतिर अनि अरब देशहरूमा साबुन बनाउने केन्द्रहरू फस्टाए। अरब वैज्ञानिकहरूले यसमा अझ सुधार गरे। उनीहरूले जैतुनको तेल जस्ता वनस्पति तेल प्रयोग गर्न थाले, क्षारको मात्रा मिलाउन सिके, सुगन्ध र रङ थपे। ओहो, त्यहाँ त झन विकास भएछ। तर समस्या के थियो भने त्यति बेला साबुन बनाउन चाहिने सामग्री र प्रक्रिया अलि महँगो थियो। त्यसैले यो विलासिताको वस्तु बन्यो, मतलब राजा महाराजा र धनी वर्गको पहुँचमा मात्र। आम मानिसका लागि त सफाई अझै पनि पानी, खरानी वा अरू साधारण चिजहरू नै थिए। भनेपछि यो धनीहरूको मात्रै प्रयोगको वस्तुबाट हामी सबैको घर घरमा कसरी आइपुग्यो त? 18औं शताब्दीको औद्योगिक क्रान्ति। यसमा एउटा मुख्य घटना छ, फ्रान्सिसी वैज्ञानिक निकोलस लेब्लाङ्ग। उनले सन् 1790 मा सोडा एश, जुन साबुन बनाउन चाहिने एक मुख्य औद्योगिक क्षार हो, त्यो सस्तोमा बनाउने विधि पत्ता लगाए। यो आविष्कारले साबुन उत्पादनको लागत नाट्यकीय रूपमा घटाइदियो। त्यसपछि त ठूला फ्याक्ट्रीहरू खुले, साबुन धेरै मात्रामा बन्न थाल्यो अनि 19औं 20औं शताब्दीसम्म आइपुग्दा यो सबैको पहुँचमा पुग्यो, दैनिक जीवनको अत्यावश्यक हिस्सा बन्यो। आज साबुनले धेरै रूप लिएको छ। सुरुको त्यो बोसो र खरानीको मिश्रणबाट आज भिटामिन, मोइस्चराइजर, मनपर्ने बास्ना, रङ, कीटाणुनाशक तत्त्वहरू थपिएका साबुनसम्म आइपुगेका छौँ। अब अलिकति यसको विज्ञानतिर जाउँ न। यो साधारण देखिने साबुनले यति राम्रोसँग फोहोर कसरी सफा गर्छ होला? यसको पछाडि के छ? यसको पछाडिको विज्ञान पनि उत्तिकै रमाइलो छ। साबुनको अणु मतलब मलिक्युलको बनावट नै यसको कमाल हो।
साबुनको एउटा अणुमा दुईवटा फरक फरक स्वभाव भएको भाग हुन्छ के। एउटा भाग जसले टाउको भनौँ न, त्यो चाहिँ पानीसँग एकदम मिल्न खोज्छ, हाइड्रोफिलिक भन्छन् त्यसलाई, पानी प्रेमी। अनि अर्को भाग पुच्छर जस्तो, त्यो चाहिँ पानीदेखि टाढा भाग्छ तर तेल चिल्लो फोहोरसँग चाहिँ टाँसिन खोज्छ, त्यसलाई हाइड्रोफोबिक भन्छन्, पानी विरोधी। जब हामी साबुन पानीले हात वा कपडा धुन्छौँ, यी अणुहरूले अचम्मको काम गर्छन्। फोहोर वा चिल्लो देख्ने बित्तिकै त्यो तेल मन पराउने हाइड्रोफोबिक पुच्छरहरू गएर त्यसलाई चारैतिरबाट घेर्छन्, एउटा सानो बल जस्तो बनाउँछन् जसलाई मिसेल भनिन्छ। त्यो मिसेलको भित्र फोहोर वा चिल्लो थुनिएको हुन्छ अनि बाहिरी सतहमा चाहिँ पानी मन पराउने हाइड्रोफिलिक टाउकाहरू हुन्छन्। अब जब हामी पानीले पखाल्छौँ, पानीले यी बाहिरका टाउकाहरूलाई आफूसँगै बगाएर लैजान्छ, यसरी सतह सफा हुन्छ। ल, अब सबैभन्दा व्यावहारिक कुरा गरौँ। साबुन किन्दा कसरी थाहा पाउने कुन राम्रो कुन नराम्रो? बजारमा त कति हो कति, रङ, बास्ना, विज्ञापन कसरी छुट्याउने होला? हो, यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। हेर्नुहोस्, साबुनको गुणस्तर नाप्ने एउटा मुख्य वैज्ञानिक आधार छ TFM, टोटल फ्याटी म्याटर, कुल चिल्लो पदार्थ। यसले साबुनमा वास्तविक साबुन बनाउने चिल्लो पदार्थ फ्याटी एसिड्स कति प्रतिशत छ भनेर देखाउँछ। यही चिल्लो पदार्थ नै साबुनको मुख्य सफा गर्ने तत्त्व हो र यसले छालालाई नरम राख्न पनि मद्दत गर्छ। सरल भाषामा भन्दा TFMले साबुनको गुणस्तर वा शक्ति जनाउँछ। ए, भनेपछि TFM प्रतिशत जति धेरै भयो साबुन त्यति नै गुणस्तरीय मानिने भयो, त्यही हो? सामान्यतया हो। TFM बढी हुनुको मतलब त्यसमा सफा गर्ने तत्त्व बढी छ र फिलर वा अन्य कमसल सामग्री पानीहरू कम छ। भारतको BIS, ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स र नेपाल गुणस्तर तथा नापतोल विभागले पनि साबुनलाई TFM के आधारमा ग्रेड छुट्याएको छ। सामान्यतया मुख्य 3 ग्रेड छन्। ग्रेड 1, यसमा TFM 76% वा त्योभन्दा बढी हुन्छ। यो सबैभन्दा राम्रो गुणस्तर हो, खास गरी नुहाउने साबुन, टोयलेट सोपका लागि उत्तम मानिन्छ। ग्रेड 2, यसमा TFM 70% देखि 75% सम्म। यो मध्यम गुणस्तर भयो, सामान्य प्रयोगका लागि ठिकै हुन्छ। ग्रेड 3, यसमा TFM 60% देखि 69% सम्म हुन्छ। यो चाहिँ कम गुणस्तरको साबुन हो। TFM हेर्नु नै गुणस्तर थाहा पाउने सबैभन्दा भरपर्दो तरिका हो। प्याकेटमै लेखेको हुन्छ प्राय, तर TFM बाहेक अरू केही सामान्य कुराहरूबाट पनि अनुमान लगाउन सकिन्छ। जस्तै राम्रो साबुनले छिट्टै बाक्लो र अलि टिकाउ खालको फिज निकाल्छ, पातलो पानी जस्तो होइन। अनि प्रयोग गरिसकेपछि छाला एकदमै सुक्खा, तन्किएको वा चिलाउने हुनु भएन, बरु नरम महसुस हुनु पर्यो। TFM सँगै यी कुराहरूमा पनि ध्यान दियो भने सही साबुन छनौट गर्न सजिलो हुने भयो। अच्छा, बजारमा टोयलेट सोप, ब्युटी सोप, मेडिकेटेड सोप भनेर विभिन्न नामले साबुन बेचिन्छन् नि, यिनीहरूमा चाहिँ के फरक हुन्छ त? मुख्य फरक तिनीहरूमा प्रयोग हुने सामग्री र उद्देश्यमा हुन्छ। स्रोत अनुसार हेर्दा टोयलेट सोप यो हामीले सामान्यतया नुहाउन प्रयोग गर्ने साबुन भयो। यसको TFM ग्रेड 1 वा 2 को हुन्छ। यसमा छालालाई नरम र सुगन्धित बनाउने कुरामा जोड दिएको हुन्छ। लन्ड्री सोप यो कपडा धुन बनाइएको हो। यसमा कडा दाग र फोहोर हटाउने क्षमता बढी हुन्छ, तर TFM कम, प्राय ग्रेड 3 हुने भएकाले छालाका लागि रुखो हुन्छ। मेडिकेटेड सोप यसमा एन्टिब्याक्टेरियल, एन्टिफङ्गल जस्ता औषधीय गुण भएका तत्त्व मिसाइन्छ। यो डाक्टरको सिफारिसमा छालाको सङ्क्रमण, डन्डीफोर जस्ता समस्यामा प्रयोग गरिन्छ। ब्युटी सोप यिनीहरूमा चाहिँ सुन्दरता बढाउने भनिएका तत्त्वहरू जस्तै भिटामिन, मोइस्चराइजर, अलि महँगो अत्तर वा विशेष तेलहरू थपिएको हुन्छ। यिनीहरूको TFM फरक फरक हुन सक्छ है, हेर्नुपर्छ। अनि अर्को छ ट्रान्सपेरेन्ट सोप। पारदर्शी देखिने यी साबुनमा ग्लिसरिनको मात्रा अलि बढी हुन्छ, त्यसैले यिनीहरू प्राय नरम मानिन्छन् र संवेदनशील छालाका लागि सिफारिस गरिन्छन् कहिलेकाहीँ। साबुनका पनि कति धेरै प्रकार र उद्देश्य रहेछन् र आजकल त झन् साबुनको महत्त्व बढेको जस्तो लाग्छ, होइन र? एकदमै।
कोभिड-19 महामारीले त साबुन पानीले मिचिमिची हात धुने बानीलाई विश्वव्यापी रूपमै जीवन बचाउने उपायको रूपमा स्थापित गर्यो नि। यसैले साबुनलाई केवल एउटा सामान्य सफाईको वस्तुबाट जनस्वास्थ्य र सुरक्षाको महत्त्वपूर्ण हतियार बनाइदियो। अर्कोतर्फ अहिले वातावरणीय चेतना पनि बढ्दैछ। मानिसहरू केमिकलको असरबारे सचेत हुँदैछन्। त्यसैले प्राकृतिक, हर्बल, अर्ग्यानिक र बायोडिग्रेडेबल मतलब वातावरणमा सजिलै मिल्ने साबुनको माग बढिरहेको छ। र यो सबै जानकारीको सार के हो भने हामी उपभोक्ताको रूपमा अलि सचेत हुनु पर्यो। हामीले किन्ने साबुनको प्याकेटमा लेखिएको त्यो सानो अक्षरको TFM प्रतिशतले त्यसको वास्तविक गुणस्तर बताउँछ। विज्ञापन वा आकर्षक प्याकेटको भरमा मात्र होइन, यो सानो जानकारीले हामीलाई आफ्नो छाला र आवश्यकता अनुसार सही साबुन छनौट गर्न मद्दत गर्छ। सही कुरा। यो सानो कदमले हाम्रो स्वास्थ्य र पैसा दुवैको बचत गर्न सक्छ। आजको यो जानकारीमूलक छलफल एकदमै ध्यान दिएर सुन्नुभएकोमा, हेर्नुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हामी फेरि अर्को पटक यस्तै कुनै रोचक विषय लिएर आउने नै छौँ। नमस्कार। नमस्ते।